एसईको एक्जाम सकिएर स्टुडेन्टहरू रमाइरहेको बेला चाहिँ अब रिजल्टको टेन्सन लाग्न थालिसकेको छ। केहीलाई चाहिँ अब मैले कस्तो एक्जाम गरेँ होला भन्ने कुरा। सबैभन्दा ठुलो समस्या त के परिरहेको छ धेरैजनालाई भनेपछि मेरो रिजल्ट चाहिँ कहिले आउँछ होला, कहिले आउँछ होला, कहिले आउँछ होला भइरहेछ र मैले फेल गरेँ भने के हुन्छ होला, अब घर परिवारले के भन्छन् होला भन्ने पनि धेरैको मनमा चलिरहेको छ। र आजको भिडियोमा चाहिँ हामी त्यसै विषयमा कुरा गर्नेछौँ, तपाईँहरूको रिजल्ट के कस्तो आउँदैछ त भन्ने विषयमा। र राम्रो समय टिचरहरूको आन्दोलन चले पनि पेपर चेकिङको चाहिँ लगभग काम चाहिँ अन्तिम चरणमा पुगिसकेको छ। अब त्यो रिजल्ट पेपर चेकिङको काम सकिसके पछाडि रिजल्ट आउन थोरै टाइम त लाग्छ। त्योभन्दा अगाडि स्टुडेन्टहरूको मनमा चाहिँ अब रिजल्ट आउन आँट्दा चाहिँ पेपर चेकिङहरू सकिसक्दा चाहिँ सबैको मनमा लाग्ने भनेको चाहिँ मैले चाहिँ यो सब्जेक्टहरूमा चाहिँ के भयो होला, मैले फेल गरेँ कि पास गरेँ कि मलाई केही थाहै छैन, कसैलाई अब कसैले टप गरेँ कि गरिनँ भनेर टेन्सन छ होइन। अब लेख्नेलाई पास गरेँ कि गरिनँ भन्ने छ, नलेख्नेलाई अब लेख्नेलाई टप गरेँ कि गरिनँ भन्ने टेन्सन। यो भिडियो चाहिँ थोरै मोटिभेसनको लागि बनाएको हो, किन भन्दाखेरि अब तपाईँले जे जस्तै लेखे पनि एउटा पेपरले तपाईँको लाइफ सिट तपाईँको जीवन कस्तो हुन्छ भन्ने निर्धारण गर्ने त होइन। अब 11 पढ्न पाउँछ पाउँदैन भन्ने कुरा त निर्धारण गर्छ, त्यो सामान्य कुरा होइन, ठिकै छ। फेल गरिहाल्यो भने पनि अब सबै जतिजना स्टुडेन्टले दिएका छन् त्यो सबै स्टुडेन्टले पास त गर्दैन, त्यो अभियसली कुरा हो। तर पनि फेल गरिहाल्दा पनि खासै ठुलो टेन्सन लिइराख्नुपर्ने विषय होइन, किनभनेपछि आज एकपटक फेल गर्दैमा चाहिँ तपाईँको लाइफै थुप्रै ड्यामेज हुने भन्ने खालको त हुँदैन नि त होइन। तपाईँले एक्जाम दिनुभयो एक खालको तपाईँले एक्सपिरियन्स गेन गर्नुभयो, त्यो महत्त्वपूर्ण कुरा थियो होइन। अब एक्जाममा सुरु भइसकेर एक्जाम बिग्रिनेपछि 2-3जनाको आत्महत्या पनि गऱ्यो, अब त्यस्तो सोचिहाल्नु चाहिँ हुँदैन, किनभनेपछि अब फेल पास भन्ने कुरा त लाइफको त्यो अप एन्ड डाउन भन्ने कुरा त आइरहन्छ होइन। कहिले अप हुन्छ, कहिले डाउन हुन्छ, त्यो त त्यस्तै हो। त्यसैले पनि अब रिजल्ट आउँछ, फेल भयो पास भयो भन्दा खासै टेन्सन लिनु हुँदैन र जे जस्तै भए पनि पास पुग्यो भने पनि राम्रो कुरा हो। 11-12मा राम्रो गरेर पढ्नुपर्छ होइन। फेल भइहाल्यो भने पनि अब म फेरि मिहिनेत गर्छु, फेरि मिहिनेत गरेर चाहिँ म राम्रो मार्क्स लिएर पास गर्छु भन्ने हिसाबले चाहिँ अगाडि बढ्नुपर्छ। त्यसमा खासै धेरै टेन्सन लिइहाल्नु पर्दैन होइन। अब अहिले चाहिँ त्यस्तो लाग्छ यार मैले के नै गरेँ जस्तो, के नैमा फेल गरेँ जस्तो लाग्छ, तर होइन, त्यस्तो हुँदैन। अब तपाईँले 11-12मा पुग्दै गइसकेपछि तपाईँले अब त्यो 10को एक्जाम त केही नै होइन रहेछ जस्तो हुन्छ क्या त्योपछि। अब अहिले चाहिँ 10को एक्जाम नै सबै थोक हो भन्ने खालको अनुभव भइरहेको हुन्छ सबैलाई होइन। तर अब लेभल बढ्दै गएपछि त्यो चाहिँ केही पनि होइन रहेछ, त्यसमा चाहिँ खासै टेन्सन लिनुपर्ने रहेनछ भन्ने खालको लाग्छ। र सबभन्दा महत्त्वपूर्ण चाहिँ के हो भनेपछि अब स्कुलको मार्क्स भन्दा पनि तपाईँको अनुभव के छ भन्ने कुरामा निर्भर पर्छ। तपाईँसँग स्किलहरू छ छैन भन्ने कुराले चाहिँ अलिकति फरक पार्छ। तपाईँले चाहिँ अहिले हरेक कुराको केहीको इन्टरभ्यूमा जानु भने सबभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँसँग केही अनुभव छ छैन भनेर सोध्ने हो, किनभने चाहिँ तपाईँले कति मार्क्स ल्याउनुभयो भनेर त्यहाँनिर सोधिँदैन, किनभने चाहिँ तपाईँसँग के त्यो काम गर्ने स्किल छ कि छैन, तपाईँले अनुभव लिनुभएको छ छैन भन्ने कुराले फरक पार्छ। त्यसैले पनि पढाइमा धेरै मार्क्स भन्दा पनि स्किलले फरक पार्छ। त्यसैले अब एक्जामको रिजल्ट जहिले आइपुग्ने होइन, अब आउन त पेपर चेकिङको काम सके पछाडि त्यो पछाडि धेरैवटा काम हुन्छ। त्यसैले पनि टेन्सन लिइहाल्नु पर्ने विषय छैन। फेल भइहाल्यो फेरि पढ्ने र फेरि दिने हो नि।